हेलो गाइस एन्ड वेलकम ब्याक इन माई युट्युब च्यानल। फेरि पनि तपाईँलाई स्वागत छ मेरो युट्युब च्यानलमा, मेरो भ्लगमा। सो आज तपाईँहरूलाई म घरबाटै भ्लग स्टार्ट गरिरहेको छु र यहाँ देख्न सक्नुहुन्छ यहाँ प्याकिङ गरिरहेछ हो। यो कुराहरू चाहिँ किन प्याकिङ गरेको भने चाहिँ हामी चाहिँ एउटा ठाउँमा जानु आँटेको छ। त्यही कारणले गर्दा अब आज यहाँ जस्टिना र लम्बु यहाँ छ, रेडी भइसकेको छ हो। र म पनि यहाँ रेडी भइसकेको छु, देख्न सक्नुहुन्छ। सो अब हामी जानु आँटेको हो। सो कहाँ गएको त्यो म तपाईँहरूलाई बादमा अपडेट दिनेछु। सो हेर्दै गर्नु होला। यदि तपाईँ नयाँ हुनुहुन्छ भने मेरो फेसबुक, मेरो युट्युबको साथीहरूलाई लाइक, सेयर, कमेन्ट, सब्सक्राइब गरिदिनु होला यदि नयाँ हुनुहुन्छ भने प्लिज। र यस्तै नै छ आजको कहाँ गएको। 10 बजे, अहिले 10 बजेको छ। र आज चाहिँ किन हामी ढिलो निस्केको भन्दाखेरि चाहिँ मेरो फ्लिपकार्टबाट सामान आउनेवाला छ नि त, त्यो सामान रिसिभ गरेर मात्रै जाउँ भनेर त्यही कारण बसिरहेको छु। सो हेरौँ अब त्यो डेलिभरी बोय भाइ आउँदैछ अरे। सो आएर चाहिँ रिसिभ गरेर त्यहाँबाट हामी निस्किन्छ। र आज कहाँ गएको के गएको भिडियोको अन्तमा तपाईँहरूले देख्न सक्नुहुन्छ। सरप्राइज। बल्ल बल्ल सामानहरू आइपुगेछ भयो। यहाँ छ सामान चाहिँ, यो चाहिँ ओपन बक्स हो, त्यही कारण चाहिँ खोलिकन हेर्ने कस्तो छ। एउटा प्रडक्ट हो। सो आउनु चाहिँ मजा आएको छ। अब क्वालिटी हेरौँ, खास चिपेस्ट हो हुनु त। अब क्वालिटी कस्तो छ यसको। सो यहाँ सुटकेस छ हो। सो हामी चाहिँ 1 हप्ताको लागि चाहिँ गएको एक्चुली। सो 1 हप्ता बाद फेरि पनि फर्केर आउने छु। ए गरिना टाटा, मिठाई ल्याइदिन्छु ल आउँदाखेरि ल। सो अब चाहिँ लागेको हामी अब हल्का पैसा झिक्नु, पैसा त चाहियो होइन। अन्त पैसा झिक्नुको लागि चाहिँ जाँदैछु हो एटिएम। त्यहाँबाट पैसा निकालेर यहाँबाट निस्किन्छौँ हामी। हेलो हेलो हेलो, ठिकै छ, बिक्री हुँदैछ। सो अब त्यो हल्का पैसा निकाल्ने हो। यो चाहिँ मेरो साथी हो नि त कि पहिलादेखि चिनाजानी हो। बोलाएर छ। सो एटिएमबाट पैसा निकालेर त्यहाँबाट चाहिँ लाग्ने हो। गाइस पैसा पनि निस्किँदैछ गरेर हो। सो पैसा नै निकालिसकेँ। सो अब चाहिँ लम्बुहरू माथि वेटिङ सेन्टरमा बसिरहेको छ। त्यहाँबाट गएर त्यहाँबाट चाहिँ निस्किनु पर्ने हुन्छ हामीहरू। अलिक ढिलो नै निस्क्यो आज हो, तर पनि केही छैन। सिलगढीसम्म चाहिँ जाने हो आज भनेर चाहिँ निस्केको। सो सिलगढीसम्म पुग्यो भने केही छैन। सो लम्बु र जस्टिना यहाँ बसिरहेको छ। सो हामीहरू चाहिँ गाडी फर्किरहेको छौँ। हामीले चाहिँ बुक नगरेको नि त योपालि चाहिँ, धेरै पाउँछ नि त हो। फर्केर त्यहाँबाट चाहिँ यहाँबाट निस्किने हामी। फिलहाल चाहिँ हामी छौँ रानीपुल पुलिस थानाको अगाडिपट्टि उभिरहेको छौँ। हामी चाहिँ निस्किसक्यौँ। अपडेट दिनु फिलहाल चाहिँ हामी चाहिँ तपाईँको कहाँ आइपुग्यो भन्दाखेरि तपाईँको अलिपुरद्वार जाने रेलगाडीको
सालुगढा आइपुग्यो र देख्नुहुन्छ कस्तो अप्ठ्यारी मान्छे हो कस्तो अप्ठ्यारी मान्छे बल्ल हाल्दियो बल्ल हाल्यो मेरो पेसेन्जर बाटोको सो हामी चाहिँ चेकपोस्ट आइपुग्यौँ गरम चाहिँ माथि जस्तो रहेछ हो यस्तो गरम पनि अब माथिभन्दा अलिकति गरम अब चाहिँ हामीहरू हामी टोटोमा बसेर हाम्रो जङ्सनतर्फ गइरहेछौँ सो हामी चाहिँ पानी ट्याङ्कीको बसमा चढिसक्यौँ हो भर्खर चाहिँ हामीले चाहिँ के भन्छ जुस र लेमन वाटर खाएको थियो कि 90 रुपियाँ भइरहेको थियो यस्तो बेला लुट्यो कि म सिधै भन्दै यति ज्यादा त नगर्नु मान्छे लाग्यो यति ज्यादा गर्नु अनि हो त भने कसैले 50 रुपियाँ अहिले अनुसार 50 रुपियाँको चाहिँ के भन्छ त्यो गन्नाको जुस चाहिँ 50 रुपियाँ नै खाएको छैन सो केही छैन त्यसमा मान्छेहरू भेटिने रहन्छ सो फिलहाल अब हामी पानी ट्याङ्कीतर्फ लागेको सो दार्जिलिङ मोडको नजारा यस्तो छ सो गाइस हामीहरू चाहिँ नेपाल पहुँचिसक्यौँ अब फिलहाल चाहिँ हामीहरू अब विदेशमा छौँ विदेशमा फरेन आइपुग्यो फरेन त हो अन्त सो अहिले चाहिँ हामीहरू नेपालभित्र छिरिसकेको छौँ सो अब चाहिँ गाडीहरू पनि त्यहाँनिर भयो अब चाहिँ खानुतर्फ लागेको सो यो चाहिँ काँक्रेभित्ताको काँक्रेभित्ता के भयो पानी ट्याङ्की कहाँ पानी ट्याङ्की हो त सिटलको मुडल अफ भयो क्या मेरो चाहिँ किन भन्दाखेरि चाहिँ हामी जहाँ खाना खानु लाग्यो नि मलाई भिडियो गर्नु मन लागेको थियो कि तर के गर्नु भनेर छोडिदिएँ मैले तर म चाहिँ भन्छु मान्छे भएपछि मान्छे जस्तो हुँदाखेरि पैसा रुपियाँ त कमाउँछ खर्च हुन्छ केही छैन तर मान्छे भएपछि मान्छेको ह्युमिलिटी हुन्छ क्या कति अब मेरो साथीभाइहरू पनि भिडियोहरू हालिरहेको आशिका तामाङले त्यसै गरेर भाइमा त्यसै दिएर ल्याएर भयो यो कुराहरू बुझेँ त्यसै होइन रहेछ जे पनि गरेर सही गरेको छ यस्तो उयो देख्दाखेरि चाहिँ हुनु पनि पर्छ जस्तो कुराहरू सो केही पनि छैन अब मुड अफ नगरौँ त्यसरी मुड अफ भइहाल्यो हो सो फिलहाल चाहिँ हामीहरू पत्रीतर्फ गइरहेछौँ डेस्टिनेसन चाहिँ ज्यादा भएन त्यहाँ आएछ एकैछिनमा काली भइसक्यो अब त्यो कुराहरू बिर्सेर हामीले मुडलाई फ्रेस गरौँ है त्यति छैन समुद्रबाट एक कप पानी निकाल्दा समुद्रलाई वास्ता पनि हुँदैन क्या एकदिन छोड्दै अब पैसा गयो त्यही हो सो फिलहाल चाहिँ हामीहरू जाँदैछ कहाँ आइपुग्यो त हामी बिर्तामोड सो फिलहाल हामीहरू चाहिँ बिर्तामोड आइपुग्यौँ सो यो बिर्तामोडको चोक जस्तो लाग्यो मलाई सो 5:45 भयो इन्डियन टाइम सो अहिले चाहिँ हामी भर्खरै पत्री आइपुग्यौँ सो पत्री बजार आइपुग्यौँ र यहाँबाट अब हामीलाई अलिकति तल जानुपर्ने हुन्छ
बद्री यो चाहिँ मेरो दिदीको ससुराली हो। सो एकदमै नजारा दामी देखिरहेको छ। स्विमिङ पुल यता कता छ? त्यहाँ पनि छ एउटा यता पनि छ नि। मजाको बनाएको छ तर होइन एकछिन टाइम लाग्छ। सो हामीहरू भर्खरै बद्री बजार आइपुग्यौँ। सो देख्न सक्नुहुन्छ यो चाहिँ बद्री बजार हो। सो अब चाहिँ यहाँबाट अलिकति के किनेर लिएर जानुपर्ने हुन्छ। यो चाहिँ परदेखि लिएर चाहिँ तलसम्म चाहिँ बद्री बजार हो। सो हामीले चाहिँ अहिले चाहिँ मिठाई दोकान खोल्दैछौँ। यहाँनिर कहाँनिर छ नेपाल आइपुग्ने बित्तिकै तर्फबाट स्टार्ट। कस्तो रहेछ दामी? सो अब हामी चाहिँ हिँडेको यहाँनिर चाहिँ आइसकेको छ नानाकोमा। यहाँनिर भान्जी र यहाँनिर भान्जो दुईजना चाहिँ होमवर्क गर्दैछ। सो फिलहाल हामीहरू चाहिँ उभिनै आइपुगिसक्यौँ र खाजाहरू खाएर चाहिँ अन्त बसिरहेको छौँ। उपर चाहिँ के भन्छ भान्जी र भान्जो छ। यहाँ चाहिँ उपर चाहिँ लम्बु र नाना चाहिँ भाँडाहरू धुनु हुँदैछ नि त। अन्त यहाँनिर पनि छ हो। सो अन्त यहाँ पर चाहिँ उयो छ कि योपल्ट चाहिँ बेनाको यहाँनिर चाहिँ के वर्क प्लेसहरू छ। बादमा म तपाईँलाई देखाउने छु भोलितिर। औ भाइ सो कस्तो लाग्दैछ यहाँको वेदर? अहिले चाहिँ हामी सालौमहरू बुद्धा चौक आएको छौँ बाइक आउँछ। सो बुद्धा चौक चाहिँ हामी केही सामानहरू लिन आएको है सालौम है। सो बुद्धा चौकमा चाहिँ मासु र दुध लिन आएको। यो चाहिँ बुद्धा चौक। अँध्यारोले गर्दा केही देखेको छैन। सो आजको ब्लग यस्तै नै हुन्छ, यस्तै नै थियो। आजको ब्लग यस्तो नै थियो। के कस्तो लाग्यो त्यो लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला। भेट्यौँ हामी नेक्स्ट ब्लगमा। टिल देन लिभ सेफ स्टे सेफ एन्ड बी सेफ। बाइ।